नेपालको पर्यटन फस्टाएको केही सीमित ठाउँमध्ये यस्तोमा केही गन्तव्यहरूको खोजी गरी तिनलाई व्यवस्थित बनाउनु आजको आवश्यकता बनेको छ। यही कारणले हामी धादिङ स्थित गङ्गा जमुना जान निधो गर्यौं। गङ्गा जमुना जाने योजना पहिल्यै बनेको र केही कारणवश पुरा हुन सकेन। वेलकम माई ब्लग गाइज। आज चाहिँ हामी धादिङको उत्तरी क्षेत्रमा रहेको गङ्गा जमुना हिँड्न जाँदैछौँ। अब चाहिँ हाम्रो यात्रा सुरु हुन्छ। पूर्वी सिमानामा काठमाडौँलाई छोइने धादिङ जिल्ला काठमाडौँ छिमेकी जिल्ला हो। थाङकोट भएर उपत्यका बाहिर निस्किने सबैले धादिङ जिल्ला भएर निस्किनु पर्छ। धादिङ गजुरी घुम्तिनी र भेट भयो भन्ने गीतले पनि धादिङ धेरै प्रसिद्ध रहेको छ। थाङकोटबाट केही समय यात्रा गरेपछि धादिङ जिल्ला सुरु हुन्छ। हामीले सधैँजसो खाजा खाने गरेको धार्के जिल्ला पनि यसै जिल्लामा पर्छ। काठमाडौँबाट यात्रा गर्नेले 2 दिनसम्म पहिलो दिन धादिङबाट यात्रा सुरु गर्दछ। काठमाडौँबाट धादिङ बेसी 89 किलोमिटरमा पर्दछ। पहिलो दिनको गन्तव्य गङ्गा जमुना मन्दिरसम्म राखेको थियौँ, तर त्यो कताबाट जान्छ र त्यहाँ कसरी पुगिन्छ भन्ने हामी कसैलाई थाहा थिएन। सोध्दै जाउँला भन्ने योजना बनाएका थियौँ। भिडियो खिच्दै लगभग हामी 2 घन्टा मलेखु पुग्यौँ। माछा र सुन्तला व्यापारी पसल थापेर बाटोमा बसेका थिए र हामीले पनि माछा सुन्तला खाने निधो गर्यौँ। सुन्तला खाने कार्यक्रम यो लजानु छ अलि। यो चाहिँ मलेखु बजार, यानि कि यसलाई फुर्की खोला भनेर नि धेरै चिन्ने गर्छ। यहाँ चाहिँ विशेष गरी माछा सुन्तला लगायत यस त्रिशुली खोलामा पाइने फ्रेस वाला माछा पाइने भएर पनि यसलाई धेरै फुर्के खोला भनेर चिन्ने गरिन्छ। देख्न सक्नुहुन्छ यसरी हातमा लिएर यहाँको त्रिशुली खोलाको माछा बेचिन्छ। यो चाहिँ त्रिशुली। धादिङ बेसी पुछार बजार प्रवेश गरियो। नीलकण्ठ नगरपालिका सिधै सिधै नहुनु पर्ने हो। यता आइपुग्यो भयो नि। धादिङ बेसी पाल्पा सलेन्टार टारी बेसी हुँदै अगाडि बढ्यौँ। जाडो महिना काठमाडौँबाट बिहानै निस्केको हुँदा हामी सलेन्टार भिलेज रिसोर्ट बस्ने निधो गर्यौँ। हामी चाहिँ सलेन्टार भिलेज रिसोर्टबाट अब फेरि गङ्गा जमुना जाँदैछौँ। बिहान भएर पनि होला कि यस्तो सिटहरू सिटले यस्तो भएको छ। बाइक उयो चलाउन नसक्ने अवस्था भइसकेको छ बिहान पख चिसोले। बाटोको अवस्था गाइस, हाम्रो डेस्टिनेसन पुरा भइसकेको छ। धादिङको उत्तरी क्षेत्रमा रहेको गङ्गा जमुना मन्दिरमा हामी
आइपुगेका छौँ र धेरै दुःख कष्ट बाटो बिग्रेको कच्ची सडकलाई पार गर्दै हामी मन्दिर आइपुगेको छौँ। हामी चाहिँ गङ्गा जमुनाको प्रवेशद्वारबाट भित्र पस्दैछौँ। हामी चाहिँ अब सिँढी चढ्दैछौँ। यहाँ हुनुहुन्छ मेरो प्रिय दाजु भन्छ कि प्रिय दाजु माई डियर ब्रदरले केही कुरा बोल्दै हुनुहुन्छ। दाइ भनिदिनु नि त कस्तो यात्रा भयो हाम्रो? यात्रा एकदम कठिन मुस्किलले आइपुग्यो यहाँनिर त। अनि अब के भन्नु त, हाउ डिड यु फिल? कस्तो अनुभव हुँदैछ? बेलुका जाँदाखेरि कतिको गाह्रो हुने हो। अब बाटोमा जति गाह्रो भए पनि यहाँ चाहिँ कस्तो अनुभव हुँदैछ तपाईँलाई? एकदम रमाइलो छ नि, रमाइलो चिल। भ्लगको नामै चिल, हामी पनि चिल, ठाउँ पनि अति चिल रहेछ। त्यसैले हामी 150 किलोमिटर दूरी पार गरेर गङ्गा जमुना आइपुगेको छौँ र हामीले यहाँको भरिपूर्ण मनोरञ्जन लिनेछौँ र यहाँको बारे तपाईँहरूलाई विस्तृत रूपमा जानकारी दिनेछौँ। र गङ्गा जमुनामा चाहिँ एकखेर सबैले दर्शन गर्नै पर्ने ठाउँ र घुम्नको लागि र एउटा सांस्कृतिक हिसाबले पर्यटन प्रवर्धनको लागि पनि यो ठाउँ एकखेर घुम्न आउनु होला तपाईँहरू पनि। गङ्गा जमुना माईको मन्दिर। अब हामी अर्को मन्दिरतर्फ लाग्नेछौँ। देख्न सक्नुहुनेछ गाइज, अति राम्रो सुन्दर भरिपूर्ण चारतर्फ चट्टानले घेरिएको बीच गङ्गा जमुना माईको मन्दिर। प्राकृतिक रूपले पनि भरिपूर्ण यस सुन्दर ठाउँ रहेको छ।